नमस्कार सबैजनालाई। मेरो नाम साक्षी शर्मा हो। म कक्षा 4 वर्ग फ्यान्टास्टिकमा पढ्ने विद्यार्थी हुँ। आज म लक्ष्मी प्रसाद देवकोटाले लेख्नु भएको कविता वाचन गर्न गइरहेकी छु। कविताको शीर्षक हो वन। आँसु खसालेर रोइरहेकी जीवन वनको बीचमा, खोजी खोजी कतै नपाई मेरा मनका चीज, टुटे फुटेका आशामाथि नयन दुखीका निर, कहाँ कहाँको कता कताको मेरो मनको पीर, लालसाले मोहिनीको रूप गरी धारणा, बोली गहना झल्काई रुन्छौ तिमी गुण कारणा, विलास गयो महल मोहन मनोहर, हुन्छु तिम्री रानी, मैले बोले हुन्छ सबै यो भोलि धुलो खरानी, कुबेर बोले नोकरी ल्याउ दिन्छु म दौलत अनगिन्ती, मेरो सेवक उज्याला हेर सुनौलो भुल्छ तिर, मैले बोले धनका मालिक सम्झन्छु म धनको मोल, अन्तष्टकरणको स्वतन्त्रता आयो तर आहा, अनमोल ताज सुनौलो माथ लगाई यस आई फुसलायो, मेरो पछि पछि आऊ भाइ मौका सुन्दर आयो, छाट काठमा मिलिकन आऊ परिचित गर्छु तिमीलाई, मैले बोले चित्र लाउँछु टेक्दछु म सत्यमा भाइ, शक्ति प्रियाले आई बोलिदिन्छन् म मिठो मेवा, मैले बोले मेरो अमृत मानिसहरूको सेवा, योगी बोले चढाउँछु माथि खुल्छ तिमीकन स्वर्गद्वार, मैले बोले हेर्नु छ भाइहरूको घरबार, इन्द्र बोले सुरपुरु सुन्दर झिलिमिली मेरो दरबार, मैले बोले बाल्नु छ बत्ती अझै छन्ध्यारो संसार, मैले बोले बाल्नु छ बत्ती अझै छन्ध्यारो संसार। धन्यवाद।